ओके, हामीले चाहिँ हिजो डाल्टन सिस्टमिक थ्योरीको हामीले बेसिक पोस्टुलेट्सहरू पढेको थियौँ र आज यसको हामीले लिमिटेसन पढ्दैछौँ। हिजो हामीले पहिलो पोस्टुलेटमा के भन्ने थियो भन्दा म्याटर चाहिँ इन्डिभिजुअल पार्टिकल हो, एकदमै सानो हुन्छ, त्यसलाई चाहिँ हामीले एटम भनिन्छ। त्यो चाहिँ डिभिजिबल के अरे डिभाइड गर्न सकिन्न, एकदम सानो टुक्रा जस्तो हुन्छ भनेर पढ्दै थियौँ। तर हामीले लिमिटेसनमा फेरि त्यही कुरा के गर्छौँ भन्दा एटम्सहरू कम्बाइन भएर, सुन है त, एटम्सहरू कम्बाइन भएर एउटा ग्रुप अफ एटममा बस्न सक्छन्। एटम्सहरू कम्बाइन भएर केमा बस्न सक्छन्? ग्रुप अफ एटममा बस्न सक्छन्। जस्तै इक्जाम्पल दिन्छु मैले। इक्जाम्पलको लागि तिमीले हाम्रो एटमोस्फियरलाई सम्झ्यौ। एटमोस्फियरमा के छ भन्दा ग्यासेसहरू छन्, जस्तै हाइड्रोजन ग्यास होला, नाइट्रोजन ग्यास होला, अक्सिजन ग्यास होला। यिनी ग्यासेसहरू के छन्? कम्बाइन रूपमा छन्। ग्यासेस कम्बाइन हुँदा यिनीहरूको एटमहरू पनि के भइरहेछ? कम्बाइन भएर एकै ठाउँ बसिरहेछन्। कम्बाइन भएर एकै ठाउँ बस्नु भनेको यिनीहरू के हुन सक्छन्? बाँडिन पनि सक्छन्, डिभिजिबल हुन सक्छन्। त्यही भएर पहिलो पोस्टुलेटको चाहिँ हाम्रो के एउटा लिमिटेसन आउन सक्यो। र अब दोस्रो कुरा हेर है त। दोस्रो कुरामा के छ भन्दा इलिमेन्टहरू हुन्छ नि, जस्तै हाइड्रोजन, हिलियम, यिनी जति छन्, यिनी इलिमेन्टहरूको के हुनसक्छ त भन्दा आइसोटप हुनसक्छ। जस्तै हाइड्रोजनको आइसोटप भनेर पढ्यौ नि तिमीले, प्रोटियम, ड्युटेरियम भनेर पढ्यौ नि। तिनीहरू आइसोटप्सको के हुन्थ्यो भन्दा फिजिकल प्रोपर्टिज पनि के हुन्थ्यो? सेम हुन्थ्यो। र फिजिकल प्रोपर्टिज पनि फरक पर्न सक्थ्यो, केमिकल प्रोपर्टिजहरू पनि के हुन्थ्यो? फरक पर्न सक्थ्यो भन्दा नि पर्थ्यो जो होइन। तिनवटा हाइड्रोजन भए पनि तिनीहरूको के हुन्थ्यो? क्यारेक्टरहरू फरक हुन्थ्यो नि त। आइसोटप इलिमेन्ट एउटै हो, इलिमेन्ट एउटै भएपछि त्यसमा भएको एटमहरू पनि सेम हो। तर आइसोटपको कारणले गर्दाखेरि के हुन्छ? यिनीहरूको फिजिकल र केमिकल प्रोपर्टिज दुइटै सेम हुन्छन्। भन्नुको मतलब पर्फेक्टली आइडेन्टिकल यिनीहरू चाहिँ यिनीहरू हुँदैनन्। यिनीहरू के हुँदैनन्? पर्फेक्टली आइडेन्टिकल हुँदैनन्। कुरा बुझ्यो भने त आइसोटपको कारणले गर्दा। तर यही ठाउँमा यदि आइसोबार भयो भने, आइसोबार हुने भनेको कस्तो भन्दा जस्तै डिफ्रेन्ट इलिमेन्ट छन्, दुईवटा इलिमेन्ट छन्। दुईवटा इलिमेन्ट हुँदा बित्तिकै यिनीहरूको एटम के हुने भयो? फरक हुने भयो। एटम के हुने भयो? फरक हुने भयो होइन। एटम फरक भए पनि यिनीहरूको क्यारेक्टर फेरि के भयो? फिजिकल एन्ड केमिकल क्यारेक्टरहरू चाहिँ के भयो भन्दा सेम भयो। यस्तो खालको कन्डिसन पनि हाम्रो देखियो। इलिमेन्ट के छ? फरक छ। जस्तै एउटा हाइड्रोजन होला, एउटा के होला? नाइट्रोजन होला मानौँ इक्जाम्पलको लागि है त। यिनीहरूको के भयो त भन्दा आइसोबारको कारणले गर्दाखेरि यिनीहरूको एटमहरूको फिजिकल केमिकल प्रोपर्टिजहरू सेम आयो। ठिक छ। अनि अब अर्को लिमिटेसन हेर है त। अर्को नम्बर 3 मा अर्को लिमिटेसन के छ त भन्दा जस्तो कम्बिनेसन हामीले चाहिँ फिक्स रेसियोमा हुन्छ भने अथवा एउटा होल नम्बर रेसियोमा 1:2, 2:3 होइन, यस्तो रेसियोमा हुन्छ। कहिले पनि 0.5:2.5 मा हुँदैन भने होइन। यस्तो हुनलाई यही जो हुन्छ। तर कहिलेकाहीँ सधैँभरि यस्तो इजी चाहिँ हुँदैन कि 1:2, 2:3 मात्रै हुन्छ भन्ने नि हुँदैन। कहिलेकाहीँ 22:13 यस्तो धेरै ठुल्ठुलो रेसियो पनि हुनु पायो। जस्तै इक्जाम्पलको लागि तिमीले सुक्रोज लिग होइन। सुक्रोज लिग्यौ भने सुक्रोजमा कार्बन हुन्छ एउटा हाइड्रोजन हुन्छ, एउटा अक्सिजन हुन्छ, तिनवटा हुन्छन्। यिनीहरूको रेसियो कस्तो हुन्छ त भन्दा 12:2 हेर त, 12:22:11 हुन्छ क्या सुक्रोजको। यस्तो लार्ज नम्बरमा पनि के भएको हुन्छ? डिस्ट्रिब्युट हुनसक्छ, ठुल्ठुलो रेसियो हुनसक्छ भनेर चाहिँ यति लेखेपछि चाहिँ लिमिटेसन्सहरू के हुन्छ? यसको सकिन्छ। ओके, लिमिटेसन्सहरू सक्यो। अब चाहिँ हामीले ल अफ केमिकल यो स्टोचियोमेट्रीवाला छ होइन, ल अफ केमिकल कम्बिनेसन एन्ड स्टोचियोमेट्री। हामीले चाहिँ यसपछि अब सुरु गर्ने भनेको ल अफ केमिकल कम्बिनेसन र स्टोचियोमेट्री सुरु गर्छौँ अर्को टपिकमा। यसमा चाहिँ यति मात्रै है त, लिमिटेसन मात्रै। सायद यो 3 मिनट 4 मिनटभन्दा धेरै भिडियो हुन्न। अनि त्यसपछि ल अफ केमिकल कम्बिनेसन पनि म अपलोड गरिदिइहाल्छु है त। ल, हाम्रो टार्गेट भनेको चाहिँ 28 मार्क्स छ फिजिकलदेखि आउने, फिजिकलदेखि 28 मार्क्सको आउने हो होइन। हामीले अब डाल्टन्सको पोस्टुलेट सक्यो, लिमिटेसन सक्यो। यसपछि लगातार हामी के आउँदै गर्छ सबै गरेर फिजिकल छ्याक्क पारिहाल्छौँ।